आदरणीय दर्शकवृन्द तथा श्रोता साथीहरू नमस्ते अनि स्वागत गर्न चाहन्छु यहाँलाई। आज विशेष गरिकन काठमाडौँको विभिन्न स्थानहरूमा सडक बत्तीहरू जडान भइसकेपछि अवस्था तपाईँहरू माझ राख्दैछौँ। कस्तो देखिँदैछ काठमाडौँ भनेर यो सुरुवात हामीले चाहिँ अहिले न्यू रोड क्षेत्रबाट गरेका छौँ। न्यू रोडमा फराकिलो फुटपाथहरू बनिसकेपछि यहाँनिर चाहिँ भूमिगत तारहरू भूमिगत भइसकेपछि फुटपाथ बन्यो। त्यसपछि चाहिँ यो घरहरूमा सेतो रङ लगाएर पुरानो शैलीमा ल्याइयो भने अहिले चाहिँ स्ट्रिट लाइटहरू जडान गरिसकिएको छ र यो पुरानै खालको स्ट्रिट लाइटले यहाँ सुन्दरता थपेको छ। न्यू रोडपछि अब हामी तपाईँहरूलाई दरबार मार्गतर्फ लिएर आइसकेका छौँ मित्रहरू। र दरबार मार्गको कुरा गर्नुहुन्छ भने यहाँ जुन फुटपाथ छ यो फुटपाथलाई चाहिँ अलिकति सुधार गर्ने भनेर यसमा अलिकति डिफ्रेन्ट खालको अरू ठाउँभन्दा फुटपाथ यहाँनिर चाहिँ ग्रेनाइट राखेर तयार पारिएको छ। यो फुटपाथ राख्दै गर्दाखेरि यहाँ चिप्लिन्छ कि केही हुने हो कि दुर्घटना हुने हो कि भन्ने चर्चा या विभिन्न कोणबाट यसको कुराहरू उठेको थियो। तर वास्तवमै तपाईँको यो फुटपाथ चाहिँ एकदमै राम्रो हुँदो रहेछ र यो दरबार मार्गको जुन आफ्नो एउटा महत्त्व छ, एउटा ब्रान्ड छ, त्यो सुहाउँदो फुटपाथ चाहिँ यहाँ बनेको प्रतिक्रियाहरू देख्न पाइन्छ। यहाँनिर पनि यो भिन्टेज लाइटहरू पुरानै खालको बत्तीहरू जडान गरेर अहिले फुटपाथमा निकै राम्रो आकर्षक बनाइएको छ। तारहरूलाई पनि भूमिगत गरिएको छ र विशेष गरिकन यो क्षेत्र चाहिँ एकदमै राम्रो चाहिँ देखिएको छ अहिले चाहिँ। र यो सँगसँगै अब तपाईँहरूलाई हामीले अहिले चाहिँ यो रामशाह पथतर्फ विशेष गरिकन सर्वोच्च अदालत र महान्यायाधिकर्ताको कार्यालय भएकोतर्फ लिएर आएका छौँ। काठमाडौँ महानगरपालिकाले विभिन्न स्थानहरूमा हाइमास लाइटहरू र स्ट्रिट लाइटहरू यसअघि नै जडान गरिसकेको छ। यसले सहरलाई चाहिँ एकदमै राम्रो सुरक्षित बनाउनमा मद्दत गरेको छ। रात्रिकालीन यात्रा सहज बनाइदिएको छ। अहिले चाहिँ हामी शहीद गेटतर्फ पुगिसकेको छौँ र अब यहाँनिर हेर्नुहुन्छ भने तपाईँले राति यात्रा गर्नेहरूको लागि पनि स्ट्रिट लाइटहरू हुँदाखेरि चाहिँ गाडीहरूलाई भन्नुहोस् या कतिपय अवस्थामा तपाईँको पैदल यात्रीहरूको सुरक्षाको लागि पनि स्ट्रिट लाइटहरू महत्त्वपूर्ण छ। पछिल्ला 2-3 वर्षमा काठमाडौँ महानगरपालिकाले आफ्ना अधिकांश मुख्य सडकहरूमा स्ट्रिट लाइटहरू जडान गरिसकेको छ। स्ट्रिट लाइटहरू जडान गरिसकेपछि त्यसले वास्तवमै केही सहज पनि भएको छ। अहिले चाहिँ हामी सिंहदरबारबाट भद्रकालीतर्फको सडकमा छौँ, हजुरहरूलाई जानकारी दिइराखौँ बिचबिचमा। र यसरी चाहिँ स्ट्रिट लाइटहरू मात्रै पनि लगाउँदाखेरि या यसलाई चाहिँ नियमित रूपमा विभिन्न ठाउँहरूमा जहाँ चाहिँ मान्छेको आवत जावत बढी हुन्छ त्यस्तो ठाउँहरूमा चाहिँ यसलाई जडान गरिरहँदाखेरि यसले वास्तवमै यात्रुहरूलाई चाहिँ सहज बनाएको छ, यो चाहिँ देख्न सकिन्छ। यसै गरी अहिले हामी चाहिँ यो केशर पुस्तकालयतर्फ ठमेल जाने बाटोतर्फ चाहिँ अहिले पुगेका छौँ र यहाँनिर पनि तपाईँले हेर्नुहुन्छ भने अब यो चाहिँ अहिले हामी चाहिँ अब लैनचौरतर्फ अगाडि बढ्दैछौँ र यसरी स्ट्रिट लाइटहरू विभिन्न ठाउँहरूमा जडान हुँदै भइसकेको छ, यसअघि नै भइसकेको छ र अहिले हाइमास लाइटहरू पनि धेरै ठाउँमा जडान भइसकेको छ। पछिल्ला 2-3 वर्षमा काठमाडौँ महानगरपालिकाले ठुलो लगानी गरेर चाहिँ यहाँनिर चाहिँ विभिन्न जुन मुख्य सडकहरू छन् त्यहाँनिर चाहिँ स्ट्रिट लाइटहरू जडान गरेको छ। र आज हामीले चाहिँ तपाईँलाई विभिन्न स्थानहरू, मुख्य स्थानहरू, केही स्थानहरूलाई चाहिँ यो भिडियो मार्फत चाहिँ देखाउने प्रयास गरेको छौँ। अहिले हामी लैनचौर चौकमा छौँ र यसरी चाहिँ स्ट्रिट लाइटहरू जडान गरिएको छ काठमाडौँको मुख्य स्थानहरूमा। अहिले चाहिँ यो जमल चौक हो, तपाईँहरूले दृश्यमा जुन देखिराख्नु भएको छ। जमल चौकबाट यो विश्व ज्योतितर्फ अगाडि बढ्दैछौँ अहिले र यसरी स्ट्रिट लाइटहरू जडान गर्दै गर्दाखेरि चाहिँ यात्रा सहजता चाहिँ भएको छ। र अब यसमा हेर्ने हो भने काठमाडौँ तपाईँले हेर्नुहुन्छ भनेपछि अहिले जुन तारहरू भूमिगत गर्ने कामहरू भइरहेको छ त्यो अहिले सम्पूर्ण रूपमा नसकिएको भएर होला। तारहरू अझै ओभरहेडमै छन् र त्यसले गर्दाखेरि चाहिँ यो तारहरू भूमिगत भइसकेपछि काठमाडौँ अझै बढी सुन्दर देखिन्छ होला। अहिले चाहिँ हामी यो बबर महलदेखि मेहदीघरतर्फको सडकमा छौँ जुन अर्नीको हाइवे अन्तर्गत पर्दछ। यहाँ पनि निकै राम्रो देखिएको छ। केही समय अगाडि यहाँ टेम्पोररी रूपमा स्पाइरल लाइटहरू पनि राखिएको थियो तर त्यसलाई चाहिँ अहिले पूर्ण रूपमा हटाइसकेको छ काठमाडौँ महानगरले। र हेर्नुहुन्छ भने यो अहिले माइतीघर मण्डला चौकतर्फ पुगिरहेको छौँ हामी र यसरी मुख्य चौक, मुख्य सडकहरूमा अब आवश्यक ठाउँहरूमा हाइमास लाइट र त्यसै गरी स्ट्रिट लाइटहरू विभिन्न ठाउँमा यसरी चाहिँ जडान गरेर अहिले काठमाडौँको रात्रिकालीन
यात्रालाई चाहिँ सहज बनाउने प्रयास काठमाडौँ महानगरपालिकाले गरेको छ। यो चाहिँ निकै राम्रो काम गरेको छ काठमाडौँ महानगरपालिकाले आफ्ना यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै। र यसै क्रममा हामी चाहिँ अहिले यो तपाईँको बालाजु चोकतर्फ यहाँनिर चाहिँ विष्णुमती पुलतर्फ चाहिँ अहिले पुग्न थालेको छौँ र यो दृश्य तपाईँहरूको माझमा छ। अहिले यहाँ यो विष्णुमती पुलमा चाहिँ पुलको छेउछाउमा यो रेलिङ लगाएर सुरक्षित पनि बनाइएको छ भने फुलहरू लगाएर गार्डनिङ पनि गरेको छ काठमाडौँ महानगरपालिकाले, राम्रो बनाएको छ। विष्णुमती सरसफाइ पनि गरेको छ, लगातार गर्दै आएको छ केही वर्षदेखि यो पिँधहरू सफा गर्दा, त्यो पनि राम्रो रिजल्ट लिएर आएको छ त्यसले। अहिले चाहिँ हामी न्यु रोड गेटतर्फबाट चाहिँ यो तपाईँको टोडीखेलतर्फ, महाकालतर्फ, खुला मञ्चतर्फ चाहिँ अगाडि बढ्दैछौँ। यो महाकाल मन्दिर पनि अहिले पुनर्निर्माण गरेर निकै राम्रो बनाएको छ काठमाडौँ महानगरपालिकाले। यहाँनिर चाहिँ यो यसलाई चाहिँ एउटा चाहिँ मौलिक शैलीमा पुनर्निर्माण गरेर यसलाई चाहिँ निकै राम्रो बनाएको छ। खुला मञ्चलाई पनि अहिले युवाहरूको लागि, खेलकुदको लागि र केही कार्यक्रमहरूको लागि खुला गरिएको छ। खुला मञ्चलाई घाँसे मैदानको रूपमा रूपान्तरण गर्दाखेरि राम्रो देखिएको छ। त्यसै गरिकन रत्न पार्कमा पनि अब तपाईँको केही सुधारहरू गरिएका छन् पछिल्ला समय। राम्रो रत्न पार्कले पनि एउटा राम्रो चाहिँ सुधार पाएको छ। त्यसको साथसाथै प्राणी पोखरीलाई पनि अब खुला गरिएको छ। त्यहाँनिर चाहिँ वाकिङ गर्नको लागि त्यो वर्षमा एकचोटि मात्र प्राय खोल्ने गर्थ्यो भने अहिले चाहिँ तपाईँले प्रत्येक दिन खुला पाउनुहुन्छ। यो फेरि हामी चाहिँ एउटा न्यु रोडको दृश्य तपाईँहरू माझ राख्दैछौँ र यो न्यु रोडको दृश्य पछि चाहिँ हामी फेरि तपाईँहरूलाई बानेश्वरतर्फको दृश्य तपाईँहरू माझ राख्नेछौँ। यो चाहिँ दरबार स्क्वायरतर्फ पनि राम्रो देखिएको छ, त्यहाँ पनि पुरानो भिन्टेज लाइटहरू रहेको छ। र अब हामी चाहिँ तपाईँलाई यो न्यु रोडको दृश्य राखिरहेका छौँ मित्रहरू, हामीसँगै रहनु होला। र त्यसपछि चाहिँ हामी तपाईँलाई बानेश्वरतर्फको बानेश्वर बिजुली बजारतर्फको चाहिँ तपाईँलाई दृश्य राख्नेछौँ। आजलाई म तपाईँहरूसँग छुट्टिन चाहन्छु र नियमित रूपमा यस्तै कन्टेन्टहरू तपाईँहरूको माझ लिएर आउने नै छु। हस्त, धन्यवाद, नमस्ते।